अरू अरू को हुनुहुन्छ? अरू कोही छैन? ए दिदी हुनुहुन्छ? खोइ त दिदी, नमस्ते दिदी। नमस्ते। लु दिदी, दिदी हामीले भाग्दा भाग्दै देख्यौँ है, हामीले भाग्दा भाग्दै देख्यौँ, हामीले भाग्दै गरेको देख्यौँ है। कोसँग? को दादा भन्ने को त्यो भनेको? लाइभमा छैन, लाइभमा छैन। को दादा भनेको चाहिँ मैले थाहा पाइनँ। ए त्यो यस्तो यस्तो गर्ने? ए त्यो भाइ त, त्यो भाइलाई त मैले यत्तिकै त्यति बेला जिस्केर पो भनेको त यार। मैले पछि पनि भने भाइ त्यसरी गरेको होइन, नराम्रो नलिनु भनेर पनि भनेको। ए पुरा रिसाएको छ अहिले कि के हो? ए मलाई के भन्दै थियो? ए मैले भनेको चाहिँ देखेको? ए ए होइन होइन, बिचारा भाइसँग मेरो के होइन, भाइलाई मैले यत्तिकै त्यो हुन्छ नि त्यो रिसमा त्यति बेला जिस्केर भनेको हो यत्तिकै। तर त्यस्तो नराम्रो केही पनि भनेको होइन। यता दिदी पनि आउनुहोस्, यता दिदी आउनुहोस्। अरू तपाईँहरूभन्दा कोही अर्कै दिदी हुनुहुन्छ भने यसो हेलो हेलो हेलो, नमस्ते नमस्ते, के छ? ए ल ल ल, को विज्ञा? अरू को छ? म सबैलाई भनिदिन्छु। ल ल ल, म पाले पिले सबको नाम लिन्छु। के एकछिन एकछिन एकछिन, फेरि 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 त्यहाँ त्यो त काट्दा पनि हुन्छ, भिडियो गरिराखेर काट्दा पनि हुन्छ। के भन्नुपर्ने अरे? विज्ञा विज्ञा कि विद्या? ए विज्ञा। ए हाई विज्ञा बहिनी, लट्स अफ लभ टु यु। राम्ररी बस्नु, सारा टु यु। भेटेर खुसी लाग्यो, मलाई देखेर खुसी लाग्यो। तिमी एकदम मनको राम्रो मान्छे रहेछौ। एनिवेज टेक केयर। अब अर्को 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 अर्को। तेरो नाम के हो? तेरो नाम? एन्जल। अब यार एन्जल न, कस्तो नाममै मुटुमा हान्ने नाम रहेछ त यार तिम्रो त। के हो एन्जल? वाट्सअप एन्जल, मलाई भेटेर खुसी लाग्यो। तिमी पनि एकदम राम्रै रहेछौ, तिमीहरू दुईजना स्विट रहेछौ। अघि विद्या बहिनीलाई भेटे, विद्या बहिनी पनि स्विट, तिमी पनि विज्ञा। म कस्तो यस्तै कुराहरू बिगार्छु क्या। अनि तिमीहरू घरमा चाहिँ के गर्दै हो? के गर्दै? तिमीहरू साथी साथी हो कि दिदी बहिनी हो कि? ए दिदी बहिनी, आफ्नै दिदी बहिनी? ठुलो मम्मीको छोरी। अनि ऊ त कुद्दा कुद्दै मैले देखिहालेँ होइन। अर्को चाहिँ को छ? अर्को पनि एकजना को छ? अर्को पनि एकजना को छ? ए वाट्सअप, के हुँदैछ के हुँदैछ? त्यो त मेरो सेम मेरो घरको बक्सर जस्तो जा त कि के हो? तिमीहरू कहाँबाट हुनु चाहिँ? फेन्सेर आएछ भने चाहिँ अलिकति गर्मी छ त्यहाँ हो? कुन ठाउँबाट हो? काठमाडौँ त त्यस्तो गर्मी नहुनु पर्ने हो त। ए हो? तिमीले ब्रेसेस कहाँबाट लगाएको? ए डेन्टल सपमै गर। दाँत त राम्रै छ त, अनि किन लगाएको? खै छेउमा? ए ब्रेसेसले गर्दा ल, म त राम्रै देखिरहेको छु। एनिवेज केटी हो, बोलेर खुसी लाग्यो। अनि तिमीहरूको कोही अलिकति यसो भाउजूहरू कोही छ भने भनिदिइरहनु। झापालिस दाइ चाहिँ सिङ्गल छ अरे, हल्का मिङ्गल हुनु खोजिरहनु भएको छ भने टाइप सिटहरू गरिदिनु। अनि एउटा कुरा चाहिँ म यो जसलाई सोध्छु होइन, तिमीहरूलाई फट्टे हेर्दा होइन, तिमीहरू मलाई चिन्दैन थियो अरे, म फट्टे आएँ होइन। म कति उमेरको भनेर सोध्छ तिमीहरू? 26। आमा, मनमे लड्डू फुटा, मनमे लड्डू फुटा। पंछी बन के उड़ के फिरू मस्त मगन में, पंछी बन के उड़ के फिरू मस्त म। आज यस्तो मन खुस बनाइदियो यार तिमीहरूले। तिनजनाले अलिकति बोले पनि खुस बनाइदियो। तिमीले केही गर्छु जस्तो लाग्यो। तिमीमा ओभर कन्फिडेन्स रहेछ। तिमीमा ओभर कन्फिडेन्स रहेछ। एनिवेज लट्स अफ लभ टु यु गाइज, टेक केयर है। कोही बेला मेरो बारेमा कसले केही नराम्रो भन्यो भने यसो सपोर्ट गरेर बोलिदिनु। दाइ त्यस्तो छैन, दाइ मनको राम्रो छ भनेर बोलिदिनु। मेरो त म भोलिको दिन मऱ्यो भने म सिधै स्वर्ग हो क्या, म सिधै स्वर्ग हो क्या जाने। म मनको राम्रो हो क्या, त्यही भएर। एनिवेज म एकदम फ्याक्ट हो, म फिलिङको कदर गर्दिनँ, म सिधै फ्याक्ट मात्रै बोल्ने हो होइन। अनि सबैजना राम्ररी बस, टेक केयर, लट्स अफ लभ है त। ल अबे मैले त लिरिक्स नै बिर्सेँ होला। ए वाक्कै होइन, लिरिक्सै बिर्सेको, लिरिक्सै बिर्सेँ मैले। म लिरिक्स नै, अर्को चाहिँ याद छ, मन यता भयो भने सबै नै फ्री, केटाहरूलाई काम नै न। ल ल स्टार्ट गर। त्यो पनि बिर्सिन्छ।
सर मान्यता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जेसुकै किन्छ जे पनि पाए जो पनि राजा रोकटोक तल भए यति नै हुँदैन सुस्ते अल्छी भातेर लो त तिमीहरूलाई पनि लास्ट सुतेकै पैसा पढाइको टेन्सन भोलि के हुने छोड्दैन भाइ स्कुलै बन्द यत्रको एक्जाम अब मुख छाडिन मैले मुख छाडिन त्यतिमै राख्दै ठिक्क तिमीहरूलाई स्टोरी हुन्छ टेक केयर है त।